सबैजनाले प्यारो प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह। पवित्र धर्मशास्त्र बाइबल भजन सङ्ग्रहको 20:7 यस्तो भन्दछ, कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्, तर हामी त परमप्रभु हाम्रा परमेश्वरकै नाममा भरोसा गर्दछौँ। मानिसहरूले धन, मान, इज्जत, प्रतिष्ठा, पद र पोजिसनमाथि घमण्ड गर्दछन्, अहङ्कार गर्दछन्। म यस्तो पोजिसनमा छु, म यस्तो पदमा छु, मसँग यति पैसा छ, मसँग यति धन दौलत छ भनेर आफ्नो पैसा र पद पोजिसनलाई घमण्ड गर्दछन्, गर्व गर्दछन्। तर हामी त परमेश्वरमाथि भर पर्दछौँ। परमप्रभुमाथि हामी भर पर्नु पर्दछ, किनभने धन, मान, इज्जत जब हामी परमेश्वरमा भर पर्दछौँ, जब परमेश्वरमाथि हामी आशा गर्दछौँ, सबै कुरा परमेश्वरले दिनुहुन्छ। धन, मान, इज्जत परमेश्वरबाट आउँदछ। अनि हामी धन र पैसालाई हामी सदुपयोग गर्नुपर्दछ। धन पैसा हामीलाई चाहिन्छ, नचाहिने होइन, हामीलाई काम आवश्यकता परेको अनुसार हामीलाई चाहिन्छ। तर सबै कुरा त्यही नै ठुलो कुरा होइन। तर यसको मतलब पैसा चाहिँदैन भन्न खोजेको होइन। सबै कुरा चाहिन्छ, धन पनि चाहिन्छ, सबै कुरा चाहिन्छ, रुपैयाँ पैसा चाहिन्छ। तर हामी चाहिँ सबै कुरा धन र सम्पत्तिमाथि हामी भर पर्नु हुँदैन है। हामी बिरामी हुँदा, हामी अस्पतालको बेडमा हामी छटपटाइरहँदा डाक्टरले उपचार हुन सक्दैन, तिम्रो सम्भव छैन भनेर मृत्यु डेटहरू टोकिरहेको बेला हामीलाई हाम्रो धन र पैसाले हामीलाई बचाउन सक्दैन। परमप्रभु परमेश्वरमाथि भरोसा गर्ने, परमप्रभु परमेश्वरमाथि आशा राख्ने मानिसलाई परमेश्वरले सहायता गर्नुहुनेछ। जसरी सद्रक मेशक अबेदनगोलाई आगोको बत्तीबाट छुटकारा दिनुभयो, जसरी प्रभु यीशु ख्रीष्ट नै मृत्युबाट विजयी हुनुभयो, भौरी उठ्नुभयो, त्यही परमेश्वरमा हामी भर पर्नु पर्दछ। हो, हामी मर्छौँ तर पनि हाम्रो मृत्यु पछाडि हाम्रो टाढाको यात्रा छ। मृत्युपछि हाम्रो एउटा जीवन छ, त्यसलाई अनन्त जीवन भन्दछ। स्वर्गमा र पृथ्वी मुनि भएका हरेक प्राणीले यीशु प्रभु नै मुक्तिदाता भन्नुहुन्छ भनेर हामीले हाम्रो ओत जिब्रोले स्वीकार गर्नुपर्नेछ, हाम्रो हृदयले स्वीकार गर्नुपर्नेछ। जब हामी परमेश्वरलाई ग्रहण गर्दछौँ, परमेश्वरलाई हाम्रो मुक्तिदाता भन्ने हामी स्वीकार गर्दछौँ, अनि उहाँले चाहिँ हामीलाई ग्रहण गर्नुहुनेछ र उहाँले आफ्नो सन्तान हुने अधिकार हामीलाई दिनुभएको छ। त्यसै कारणले हामी धन, मान, इज्जत र प्रतिष्ठामा घमण्ड गर्न होइन, तर परमप्रभु परमेश्वरमा नै हामी गर्व गर्नुपर्दछ। परमप्रभु परमेश्वरमाथि नै हामी गर्व गर्ने व्यक्ति बन्नुपर्दछ। हुन्छ, सबैजनालाई प्यारो प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह।